नि मागे अन्तैतिर बस्यो कि निर्माया हुनै छोड्यो भेट भएको दिनमा भेट भएको दिनैमा सङ्लो पानी रमिलो मन किन खाइरे नि मागे अन्तैतिर बस्यो कि निर्माया हुनै छोड्यो भेट हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल होइन आफ्टर लङ टाइम फेरि पनि आयो होइन आज चाहिँ हामी लेक डिस्ट्रिक्ट घुम्न जानु लाग्यो दाइहरूसित साथीहरूसितको चाहिँ 6 बज्यो है बिहान कामबाट आएको म नाइट सिफ्ट सकेर अनि अब हामी 6 बजेबाट चाहिँ क्रेफोर्ड भन्ने ठाउँमा चाहिँ सबैलाई भेट्ने कुरा थियो के अरे अब नेपाली टाइम यसो ढिला भयो अलिकति होइन हामी अब बस कुर्दैछौँ है बस भन्ने कुरो चाहिँ बिहानमा चाहिँ अलिकति लेट आइदियो आजै अब के भन्नु अब त्यो भन्नुपर्ने केही शब्दै छैन मसित अब बस कुरिरहेछौँ हामी अब दाइ उता कता हो मोमो लिन जानु भएको छ र बिहान बिहानै अब गएर हामी खाना कुरो त केही चाहियो खानु पर्यो मासु होइन मासु मोमो चाउमिन के हुन्छ त्यसपछि हामी खान्छौँ हजुरहरूलाई देखाउँछौँ रमाइलो ठाउँहरू अनि हेर्नुपर्छ नि त हजुरहरूले पनि बुझ्नुपर्छ भ्लगहरू हेर्नुपर्छ बुझ्नुपर्छ अनि कति कुराहरू राम्रो कुराहरू म लिएर आउँछु हजुरहरूलाई होइन त्यसै कारणले गर्दाखेरि चाहिँ मेरो साथीलाई चाहिँ अब त्यहाँबाट गाडी चढ्नलाई चाहिँ 9 मिनट लाग्छ अरे भन्ने कुरो चाहिँ मैले भर्खर सुने यो कुरो त्यही हो सबैको साथीहरूले अब अलिअलि टाइम त अलिकति वेट गर्नै पर्छ है अब सबैको त्यस्तै हो भन्दै मैले अब चाहिँ के गर्छु भन्दाखेरि नै अब त्यही हो साथी गाडी चढ्छ त्यही गाडी म यहाँबाट चढ्छु अनि क्रेफोर्ड जान्छु अनि क्रेफोर्डबाट चाहिँ अब त्यहाँबाट हिँड्छु भनेर मैले 3 चोटि भने होइन अब 4 चोटि चाहिँ म भन्दिनँ होला त्यो कुरा भनिसकेपछि तपाईँहरूले सबैजनाले बुझ्नुहुन्छ होला भन्दै लेक डिस्ट्रिक्ट भन्ने यात्रा चाहिँ हाम्रो एमाजोन कम्पनीमा हामी काम गर्ने दाजुभाइ होइन दिदीबहिनी त हुनुहुन्न है पछि हुनसक्छ दाजुभाइ साथीहरू हामी चाहिँ लाग्दैछौँ यात्रा त्यो यात्रा चाहिँ रमाइलो गर्नुपर्छ हजुरहरूलाई पनि म रमाइलो पलहरू चाहिँ भिडियो क्लिप चाहिँ हाल्ने कोसिस गर्छु भन्दै म चाहिँ अब अहिलेलाई चाहिँ यो मोबाइल मेरो पकेटमा राख्दै म साथीलाई वेट गर्छु त्यो भन्दै ओके ठिक छ ओइलिङको माहौलहरू पनि यस्तो मिठो छ बिहानै गाडीहरू चलिरहेको छ हामी चाहिँ प्लेनमा जाने कुरो थियो अब त्यो ठाउँमा चाहिँ प्लेन नलाग्ने कारणले गर्दाखेरि चाहिँ हामी अहिले कारमा जाने सल्लाह गर्दै हामी चाहिँ निस्किन्छौँ अब के भन्ने खै बोल्नै आउँदैन के गर्ने हो आयो एउटा गाडी त अब यसमा हो कि होइन साथी नट इन सर्भिस भनेपछि त यसमा सर्भिस छैन अरे त्यसै कारणले गर्दाखेरि चाहिँ मेरो साथीले 9 मिनट देखाइरहेको होला बस यस्तै छ अब गाडी नभएपछि के गर्नु बस अब आफूसित प्लेन छ प्लेन लाग्दैन अब यो भन्ने ठाउँमा एयरपोर्टहरू पाइँदैन त्यस्तै हो अब यस्तै हो अब त्यस्तै बान्दै ल मैले 2-4 शब्द यहीँ टुङ्गाउँदै मैले चाहिँ साथीलाई फोन गर्छु फेरि अनि त्यसपछि फेरि भेट्छु के कस्तो हुन्छ त्यसपछि बस चढेर म ब्लग स्टार्ट गर्छु है त ओके स्टे ट्युन गाइज यस साथीहरू हामी चाहिँ क्रेफोर्ड आइपुग्यौँ उहाँ चाहिँ मेरो साथी के छ राजा खबर नअड्काउने अहिले अड्कायो बिजोक भइहाल्छ नि अनि के छ त तिम्रो हल्लीचल्ली अनि काम कस्तो भयो काम आज गरे यार गरे आज ट्रेनिङमा हाल्दै थियो नि त हैन काम नगरी त रातैभरि म्याडन हल्लेर बस्या काम हो क्रेफोर्डको म्याकडोनल्ड्स आइपुग्यौँ म्याक टोकेर अनि त्यसपछि चाहिँ हामी चल्दै भन्छौँ लाएर टोक्दै जाने चल्दै भन्छौँ हामी अब हाम्रो यहाँ दाजुहरू कता हुनुहुन्छ खोजौँ पहिला सुरु फायरिङ गर्दै हुनुहुन्छ दाजुहरू यहाँनिर कता हो कस्तो राम्रो है म्याकडोनल्ड्स कस्तो राम्रो हो हाम्रो दाजुहरू कता हुनुहुन्छ होला भन्ने कुरो चाहिँ ओ
स्लाइड वाला ओ हाम्रो दाजुहरू यता हुनुहुन्छ सबैजना होइन हाम्रो विकास दाजु कस्तो फाइन हो र दाजु कति बेला हिँड्ने भनेको विकास दाई उमेश दाई के छ मेरो दाइ आराम अनि हाम्रो रविन्द्र ओहो के छ मेरो दाइ खै त बाबु दाइ झिल्केहरू हेर त केही भन्दिनँ त मेरो भ्लगमा ल खाइन सबभन्दा पहिला त के पनि होइन 6 बजी हिँड्ने भनेको 8 बजे छ चस्मा लाग्यो हेर त ए सेट लाउने हो अनि के छ हेर्न मिलोस् तल नि हेर्न विकास दाइ एकदम राम्रो छ बाबु सबै करिब फुल प्याकेज भइसक्यो अनि अब हामी हिँड्न मात्रै बाँकी छ ल हामी अब हाम्रो एकदम रिजर्भ जर्नी हुन्छ हाम्रो अब यहाँ चाहिँ एकजना दाइ आउनु बाँकी छ हाम्रो प्रमुख अतिथि अब चाहिँ हाम्रो यहाँ प्याकिङहरू हुँदैछ है हुन्छ नि यो टमाटरहरू प्याकिङ हाल्दैछौँ सबै कुराहरू कुनै सामान त एकछिन यहाँ माथि राख्नु के छ दाइ अट्यो सामानहरू अट्यो दाइ विकास दाइ सामानहरू अट्यो सामानहरू अब मिलाउँदैछ अरू केही सामान गाजर अड्छ नि अरू के अड्छ त्यो बन्द हो यिनीहरूलाई चाहिँ अर्को लागि पछाइराखेर यसलाई चाहिँ पछाइराख्नु गाइज अब चाहिँ हामी यहाँ सामानहरू सबै प्याकिङ गर्दैछौँ है यहाँ चाहिँ यो पेफोर्ड भन्ने ठाउँबाट चाहिँ अब हामी मिसिन लगाएको सबै सामानहरू राखेर भयो दाजु सुरु त बाइक गाडी बिहा गरेर आँसु टक्क एउटा फोटो खिचेर लागौँ स्टार्ट ल अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ है कति कति छ दाइ कति माइल छ अरे हाम्रोमा 253 माइल छ यो गाजर हेर ल विकास दाइ है अब राम्रोसित जानुपर्छ कताबाट जानुपर्छ दाइ हाम्रो बर्मिङ होम हुँदै जान्छ हामी यहाँबाट चाहिँ हामी कुन चाहिँ रोडमा हाम्रो अब M25 रोड निस्केर जान्छौँ अब हामी दिल्लीको बेस्ट सबसे बिजी हाइवे हो बग हल्ला दिँदै चल दिँदै जानुपर्छ होइन यो मनभित्रको गलबन्दी जातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर बोलाउन खोजेको आफ्नै ठानेर के छ दाइ ट्रिप रमाइलो भइरहेको अनिललाई ट्रिप हुँदैछ भाइ बुझ्दै दाइ के छ ट्रिप राम्रो छ नि ओके छ अहिले बज्यो 8 बजे अहिले हामीले @now 28 माइल ड्राइभ गरे हानिसक्यौँ र अझै 237 माइल छ पैसाकै कमी छ हेर्दा जिन्दगी दामी छ सबै ठिक छ हजुर पैसाकै कमी छ भुलेर के गर्नु फेरै बिरमा छ जिन्दगी चल्न त चलेछ फेरै बिरमा छ जिन्दगी चल्न त चलेछ फेरै बिरमा छ
एकदम गाइड गरिरहनु भएको छ सबैजनाहरूलाई। के छ अनिल चाहिँ? बढ़िया, बहुत बढ़िया, बहुत मजा आ रहा है हमको। हाम्रो बुझ्दै के छ? अरे बुझ्द दाइ त्यो त सबैले राइड हो नि के छ दाइ? बोरिङ त हुनु भएको छैन नि मेरो दाइ यार बिकार दाइ। म त त्यहाँ एकदम इन्जोय फुल इन्जोय धेरै दिनको टाइम प्लान मिल्यो है। हो नि यो धेरै सङ्घर्ष अझै सङ्घर्ष गर्नुपर्छ दाइ अर्को अनिल अनि तपाईँले गाडी कहाँ राख्नु भएको छ नि? मैले विकास भाइको घरमा राखेको छु। त्यही राख्नु भएको फर्केर जाँदाखेरि चाहिँ त्यहीबाट चढेर जानु। कति मिनट देखाएको छ अझै सर्भिस? अब पुग्नु दाइ ए दाइलाई अब टोइलेट चाहियो उता हेर न मान्छे हेर नि त्यहाँ कस्तो खतरा देखेँ हेर्नु न है मिररमा। दाइहरू जाँदाखेरि आउँछ फोरी छ नि त यता हामीहरू चाहिँ रोकिनु क्या त्यो त्यहाँ चाहिँ देखिँदैन भने हेरौँ यहाँ देखिन नि उता साइड होला नि त उतापट्टिको कार पार्क हो नि त राजा यार माहलपट्टिको हो क्या त्यो के भएको होइन यो होइन क्या राजा यार ए त्यो चाहिँ देखियो त्यहाँ त्यो चाहिँ देखियो त्यो चाहिँ देखियो हामी चाहिँ बर्मिङमा आइपुग्यो त के हामी चाहिँ होटल खोज्दै हिँडेको नेपाली होटल के हो राजा भोग्ला समथिङ लाइक द्याट भोग्ला नि त खासै खाउँ है यस्तो खालको त हुन्छ नि लिटल बिट तर दियो भने खाने एक्सेप्ट गर्ने एक्सेप्ट लाइक एक कुरा अब दाइहरूले गर्छ जी अब दाइहरूले भोकै त हिँड्नु न होला भोकै हिँडा छन् तर अब खुवाउँछन् खुवाउनुको लागि भोकै हिँडा हामी आइपुग्यो अब यहाँ घुमिरहेको छौँ अब मेल बक्स आइपुग्यौँ होइन यो थाहा पनि छैन त्यहाँ के मेल बक्स हो के अरे कहाँको रे बर्मिङको चाहिँ मेल बक्स आइपुग्यो त्यो चाहिँ यस्तो छ है ठाउँहरू देख्न सक्नुहुन्छ। अब चाहिँ हामी यहाँ केही खाएर चाहिँ हामी डाइरेक्ट क्याम्प फायरतिर लाग्छौँ। के छ मेरो दाइ कस्तो लागिरहेको मेरो दाइ यार दामी छ यहाँ बिरयानीहरू पनि पाउँदो रहेछ। अब कहाँ लानुभयो खै बिरयानी पाउने मान्छे ऊ हिँडिसक्यो के हो बिरयानी हामी बिरयानी खाँदै अब कुरा गर्छौँ अनि यहीबाट गएन होला बिरयानी हामी चाहिँ बर्मिङमा आइपुग्यो टक्क लाएर ठाउँ सबैजनाहरू एकदम टायर्ड फेसमा छन् किनकि सबैजना काम गरेर आएको अमेजनबाट डाइरेक्ट चिसो नि इन्जोय भइरहेछ पानी हल्का परिरहेछ त्यही पनि हामी घुम्दैछौँ। राजा कस्तो लागिरहेछ? केरा कि काँचो केरा कि पाक्ने मेरो दाइ कस्तो लागिरहेछ? मेरो दाइलाई चिल हो नि मेरो दाइ होइन साठीको स्पिडमा जानु पाइने हो यहाँ 60 स्पिडमा गयो भने त मरिहाल्यो त्यही भएर आयो यो त चाहिने चाहिने 60को स्पिड राखेको आयो
चलाउँदैछु भने चला नि त मार्नेको लागि हो चलाउँदैछु भने चला नि त मर्न मन लाग्यो मर्न खै अनि यो हाल्ने भाँडा ऊ गाडी ल्याइराख्नु अब अथवा रेडी हुँदै जान्छ ब्याटल सुरु हुन्छ है भाइ ल हाम्रो ल दोरी सुरु हुँदैछ ल ए दाइ ल ल दाइ ल सुरु गरौँ यता ल्याउँदा उमा लाग्ने हो नि ल है त ल सुरु गरौँ सुरु गरौँ गरौँ दाइ गरममा ताली पिट्छु नि गरम अनि त्यसो मेरो पछि पछि गाउनु है त म गीत गाउँछु त्यसपछि पछि पछि गाउनु ल है त ल म त पछ्याउनु ल दोरी त अब हामी नमस्कारै सुन है त हे तिमी हामी भेट भएको दिन भेट म गाउँछु पहन न गाइसकेपछि भेट भएको एकछिन पहन म गाउँछु सेकेन्डमा पज गरेर पज होइन दाइ म एडिट गर्छु दाइ मिल्यो नि ल ल तिमीलाई मन लाग्यो भागे गाउँदैछ मैले भनेको यही गाउनु लाग्यो हैन तिमी हामी भेट भएको दिन भेट भएको दिन साङ्लो पानी धमिलो मन किन नि मागे ल गाउनुस् अन्तैतिर बस्यो कि निर्माया हुनै छोड्यो भेट भेट भएको दिन भेट भएको दिनैमा साङ्लो पानी धमिलो मन किन खैरे नि मागे अन्तैतिर बस्यो कि निर्माया हुनै छोड्यो भेट अन्तैतिर बस्यो कि निर्माया हुनै छोड्यो भेट ल बस्यो